नमस्ते, मेरो नाम सन्तोष पोखरेल, मेरो को-होस्ट अनिल खतिवडा। यहाँ लाइक अमेरिका आएको चाहिँ 1.5 वर्ष जति भयो। अहिले को युनिभर्सिटीमा चाहिँ कम्प्युटर साइन्समा चाहिँ मास्टर्स गर्दैछु। तपाईँ यहाँ नेपालमा के गर्नुहुन्छ? त्यो कन्स्टेन्ट हिसाबमै आएको हो। नेभर लाइक अटर्ड लाइक हुन्छ नि स्टुडेन्टलाई डिपोर्ट गर्छु भनेर क्या कहीँ पनि। र स्टुडेन्टले डिपोर्ट गरे पनि छैन उसले कुनै पनि लाइक आफ्नो कन्भर्सेसन्सहरूमा चाहिँ स्टुडेन्टको नाम लिएकै छैन। हि इज अलवेज सेइङ लाइक इलिगल इमिग्रेन्ट्स भनेर छ। सो हामीले चाहिँ त्यो गलत बुझेको हो। त्यो चाहिँ त्यो लाइक एउटा कलेजको कन्भोकेसन पनि बोलेको थियो। त्यो चाहिँ लाइक उसले धेरै ठाउँमा बोला डे वानमै लाइक कलेजको कन्भोकेसनमा चाहिँ लाइक स्टुडेन्टहरूलाई चाहिँ अब लाइक ग्रेजुएट भइसकेपछि त्यो भिजाको प्रब्लमले गर्दाखेरि दे हेभ टु गो ब्याक टु देयर कन्ट्री अनि त्यसपछि यहाँ अमेरिकाले चाहिँ राम्रो मान्छेहरू गुमाउँछ भन्ने आशयले चाहिँ उसले भनेको थियो। सो वी हेभ टु लाइक सजिलो बाटो चाहिँ दिनुपर्छ उनीहरूलाई विद्यार्थीहरूलाई भनेर चाहिँ उसले ग्रिन कार्ड चाहिँ सजिलै बनाइन्छ एभ्री ग्रेजुएट्सलाई ग्रिन कार्ड दिन्छु भनेर भनेको थियो। आई डोन्ट नो इफ विल डु द्याट अर नट, तर लाइक एटलिस्ट हिल ट्राई टु हेल्प स्टुडेन्ट जस्तो लाग्छ मलाई चाहिँ। ग्रिन कार्डले अब विभिन्न कुरामा त्यहाँ बसेर अलिक धेरै काम गर्छु, तपाईँको यहाँको सुविधाहरू लिन्छु भन्ने स्टुडेन्ट्सहरूलाई पनि त्यसको लागि पनि बाटो खोलेको जस्तो लाग्छ मलाई नयाँ एडमिनिस्ट्रेसनले। साथसाथै इलिगल इमिग्रेन्ट्सलाई तर्साउनु भनेको त लिगल इमिग्रेन्ट्सहरूलाई त अथवा लिगल तपाईँको ट्राभलर्सहरूलाई भिजामा गएको होस्, स्टुडेन्ट भिजामा गएको होस् अथवा कुनै भिजामा अरू कुनै भिजामा लिगली गएको मान्छे होस् उसलाई त राम्रै पनि हो नि त। त्यो चाहिँ हो किनभने अब इलिगल इमिग्रेन्ट्सले चाहिँ कति जब प्लस पोजिसन्सहरू चाहिँ अकुपाई गरेर बसेको थियो भने उनीहरू जाँदाखेरि चाहिँ लाइक लिगलहरूले चाहिँ कामहरू पाउने चान्सेस पनि बढी हुन्छ। त्यो त राम्रै नै हुन्छ स्टुडेन्टलाई त। अघि लाइक जस्तो लाइक काम नपाएर चाहिँ खान पाउनु भएको यताउति त्यो चिजहरू चाहिँ कस्तो भने लाइक इन केस यदि हरेक कलेजमा के नियम हुन्छ भने इफ स्टुडेन्ट इज नट अनेबल टु पे फी अथवा चाहिँ इज अनेबल टु लाइक हुन्छ नि लाइक पे रेन्ट्सहरू उनीहरूले चाहिँ के गर्छ भने लिगल्ली चाहिँ वर्कसिप भन्ने हुन्छ एउटा, त्यो चाहिँ इकोनोमिक हार्डसिप भन्छ। अनि त्यो अप्लाई गरिदिएर चाहिँ उसले लिगल्ली चाहिँ काम गर्न मिल्ने बनाइदिन्छ विद्यार्थीलाई। यो विद्यार्थीलाई ट्राभल युएस जानुभन्दा अगाडि अथवा त्यहाँ पढ्नलाई जाने तपाईँको एउटा विद्यार्थीलाई पढ्न जाने विद्यार्थीलाई चाहिँ होइन म चाहिँ केही समयको लागि जस्तै 6 महिनाको लागि पैसा दिन्छु त त्यसपछि तैँले ती सर्भाइभ गर्नुपर्छ, तैँले ती पैसा कमाउनुपर्छ, जसरी भए पनि गर्नुपर्छ भन्ने एउटा विचार चाहिँ त्यो इन्स्टिल गरेर पठाउँदा चाहिँ समस्या हुन्छ जस्तो लाग्छ। किनभने विद्यार्थी भनेको त पढ्न जाने हो, केही समय उसले आफ्ना दुःखहरू हुन्छन्, समस्याहरू हुन्छन्, होम सिकनेसका कुरादेखि लिएर विभिन्न कुराहरू। जस्तै अब यो कुरामा रहेर म अरू प्रश्नहरू सोध्दैछु। जस्तै ब्याचलर्समा पढ्न जाने विद्यार्थीहरू स्पेसली अन्डर ग्राड का विद्यार्थीहरूलाई विभिन्न च्यालेन्जेसहरू आउन सक्छन्। स्पेसली तपाईँको युनिभर्सिटीमै बस्नुपर्ने, अन क्याम्पस बस्नुपर्ने, डोममा बस्नुपर्ने बाध्यताहरू, स्टेट नियमहरू अथवा युनिभर्सिटीका नियमहरू जहिले नै छन्। लाइक तपाईँको अनलेस यु आर 21 or 21 years of age तपाईँ डोर्मिटरीमा बस्नुपर्छ एटलिस्ट फर 2 years। तपाईँको सोफोमोर फ्रेसम्यान र सोफोमोर 2 years जस्तो हाम्रोमा चाहिँ त्यो रेस्ट्रिक्सन छैन, तर लाइक त्यो छ स्टेट र तपाईँको युनिभर्सिटीका नियमहरू चाहिँ अब अनिलले भने जस्तै थरी हुन सक्छन्, तर नर्मली तपाईँको युएसमा चाहिँ त्यो नियम देखिएका छन्। अनि स्पेसली म चाहिँ के प्रायोरिटाइज गर्छु भने एटलिस्ट 6 महिना चाहिँ गएर डर्मिटरीमा बस्दै राम्रो एकदम। किनभने अब सुरुमा त अब लाइक कति कुराहरू थाहा पनि हुँदैन होइन। अनि त्यसपछि अनि कलेजको डोममा हुँदाखेरि चाहिँ अब सर्कल राम्रो हुन्छ, युनिभर्सिटीले सबै कुरा हेरिदिन्छ। त्यो हुँदाखेरि चाहिँ सुरुमा चाहिँ त्यो सबै कुराहरू बुझ्नको लागि पनि सजिलो हुन्छ। त्यही भएर चाहिँ त्यो द्याट्स द बेस्ट। सकिन्छ भने चाहिँ डोममा बस्दै राम्रो हुन्छ। बसाइ पनि लिभिङ कस्ट पनि बिकज यु क्यान अप्लाई डिफरेन्ट स्कलरसिप programs. You can apply to different scholarship programs. अनि त्यो हुँदा आई थिङ्क तपाईँले त्यहाँ गएर पनि तपाईँले दमै बसे पनि यु क्यान अप्लाई फर स्कलरसिप्स। अफकोर्स तपाईँको पढाइमा त तपाईँ राम्रै हुनै पर्यो होइन। पढ्न गएको विद्यार्थीहरू पढ्न छोडेर क्याम्पस अथवा तपाईँको युनिभर्सिटी चेन्ज गर्ने, कोर्स चेन्ज गर्ने, अथवा म यहाँ आएँ ओहो नाउ आइ एम फ्री होइन, अथवा मैले जे गरे पनि हुन्छ, पढे पनि हुन्छ, नपढे पनि हुन्छ भन्ने खालको चाहिँ मानसिकता धेरै देखेँ मैले। तर विशेष गरेर त पढ्न गएको विद्यार्थीहरू पढ्नुपर्छ भन्ने त त्यो सधैँको आवश्यकता हो।
होइन त्यो त सत्य हो नि त सधैँ। त्यो चाहिँ कस्तो रहेछ भने ब्याचलर्स पढ्न आउने विद्यार्थीलाई चाहिँ अब अलिकति इमच्योर पनि अब त्यो एज नै त्यस्तै हुन्छ। अनि अर्को प्रब्लम चाहिँ के देखेको भने मेन चिज भनेको चाहिँ जस्तो कलेज अप्लाई गर्दाखेरिकै प्रब्लम हो त्यो चाहिँ। जस्तो कलेज अप्लाई गर्दाखेरि पनि उनीहरू लाइक कलेज लिस्टिङ गर्दाखेरि चाहिँ अफोर्डेबल कलेजहरू कति धेरै छ जहाँ चाहिँ हामीले इभन लाइक नेपालमै त तिर्न सक्ने फीकै लेभलमा चाहिँ फी भएको कलेजहरू पनि छ यहाँनिर। अब उनीहरूले पनि दे हेभ लाइक लट अफ स्कलरसिप्सहरू। अनि लाइक यहाँको बस्ने कस्ट भनेको त आफैले चाहिँ म्यानेज गर्न सक्ने हो, सस्तामा पनि बस्न सकिन्छ। किनभने अमेरिका भन्ने बित्तिकै महँगो हुन्छ भन्ने छैन होइन। कति सिटहरू महँगो हुन्छ, कति सिटहरू सस्तो हुन्छ, त्यो सबै कुरा याद गरेर अप्लाई गरेर चाहिँ आएर चाहिँ बस्ने हो भने लाइक अफोर्डेबलै छ। र किनभने उनीहरू पढ्न आएको हो नि त, पढाइसकेपछिको लाइफ त राम्रो छ नि त, फेरि उनीहरूले राम्रो जब पाउँछन् अनि सबै कुरो त्यो लाइक अलिकति प्यारेन्ट्सले पनि 2-4 महिनालाई 2-4 वर्षको लागि चाहिँ बुझिदिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि यहाँ कुराहरू पनि के छ भने महँगोमा गयो भने भिजा लाग्छ, त्यही भएर महँगोमा अप्लाई गर्ने भन्ने धेरै कुराहरू आउँछ कि तपाईँलाई के लाग्छ? ए होइन त म आएको युनिभर्सिटी पनि त्यस्तो महँगो होइन नि त होइन। त्यही भएर किनभने त्यो मलाई चाहिँ के लाग्छ भने अब ऊ त लाइक भिओले त महँगो सस्तो भन्दा पनि इफ यु क्यान अफोर्ड इट अर नट भन्ने मात्रै हेर्ने हो। अनि हेर अफोर्डको केस हेर्ने हो भने त महँगोभन्दा सस्तोमा भिजा लाग्नुपर्ने हो मेरो लागि त। सजिलो तरिकाले अफोर्ड गर्न सक्छ भन्ने कुरा भयो नि त। त्यही भएर चाहिँ त्यो चाहिँ मिथ हो होइन। इन्ट्रेस्टिङली यो कुरा चाहिँ साँच्चीकै होइन, महँगो भन्दा पनि झन् सस्तोमा झन् भिजा लाग्नुपर्ने। किनभने अफोर्ड गर्न सक्छ कि सक्दैन, उसले अफ क्याम्पस काम गर्नुपर्छ कि अथवा पढाइ छोडेर अन्त गएर काम गर्छ कि होइन, अथवा उसले पढ्छ कि पढ्दैन, अथवा क्रिमिनल एक्टिभिटिजमा लाग्छ कि भन्ने कुराहरू हुन्छ नि त। त्यो नपढिसकेपछि त फ्रस्ट्रेसन, डिप्रेसन होइन, विभिन्न समस्याहरू त्यो सँगसँगै जर्मिनेट हुने गर्छन् जस्तो लाग्छ मलाई। त्यो भएर आई थिङ्क यु राइट। त्यो आई थिङ्क हामीले सेलेक्ट गर्दा पनि तपाईँको युनिभर्सिटिजहरू सेलेक्ट गर्दा, कोर्सेस सेलेक्ट गर्दा, एउटा कोर्सेस सेलेक्ट गर्दा अफकोर्स इन्ट्रेस्टको कोर्स र युनिभर्सिटी सेलेक्ट गर्दा तपाईँको अफोर्डेबिलिटीको कुरालाई ध्यानमा राखेर म अफोर्ड गर्न सक्छु सक्दैन, मेरो पेरेन्ट्सले पे गर्न सक्नुहुन्छ कि सक्नुहुन्न होइन, मलाई अप्ठ्यारो परेकोमा ठिक छ तपाईँले भेकेसनमा काम गर्न सक्नुहुन्छ, तपाईँको हलिडेजमा काम गर्न सक्नुहुन्छ यु नो, तर तपाईँको जुन वर्किङ डेजहरू हुन्छ नि स्कुलका युनिभर्सिटीका, त्यसमा त तपाईँले जस्तै 20 घन्टा हप्ताको 40 घन्टा 15 दिनमा 2 विक्समा, त्यो भनेको त ठिकै जस्तो लाग्छ मलाई। अनि अरू पनि अपर्च्युनिटिजहरू हुन्छ। जस्तो यहाँनिर चाहिँ लाइक कलेजले चाहिँ भोलिन्टियरिङ गरेको पनि पे नै गर्छ यिनीहरूले होइन। त्यस्तै हुँदाखेरि जस्ट 20 आवर्सभन्दा बाहिर पनि लाइक त्यस्तो इभेन्टहरूको उनीहरूले राम्रै पे गर्छ, त्यस्तोमा गएर काम गरिदिने। अनि जस्तै कति चिजहरूमा चाहिँ लाइक कम्युनिटी हेल्प भनेर पनि यिनीहरूले केही खोलेर हुन्छन्, तिनीहरूलाई पनि गऱ्यो भने चाहिँ पे यु होइन। अब त्यो चिजहरूमा चाहिँ याद गर्ने हो भने दे अदर सोर्सेस अफ फन्डिङ मनी पनि। त्यही भएर चाहिँ लाइक मिलाएर गर्ने हो भने चाहिँ प्रब्लम हुँदैन जस्तो